गाइज आज चाहिँ बजिसकेको छ अनि मैले लाइट अनि पङ्खासँग बन्द गरेर बाहिर आएँ अनि म चाहिँ नुहाउँछु आज। त्यही भएर यताको डाको लाइट बालेँ अनि स्याम्पो लिन्छु। स्याम्पो चाहिँ मैले 1 2 3 वटा ल्याउँछु। एउटामा चाहिँ अर्कै प्रकार गरेर लाउँछु। म चाहिँ कपडा लिएर मैले चाहिँ लगाउनको लागि लुगा पनि ल्याएँ, कट्टु एन्ड टी सर्ट। अनि अब यसलाई लिएर बाहिर जाऊँ। अनि यसलाई चाहिँ यहाँ राखिदिएँ। अब चाहिँ म चाहिँ एउटा चिज गरौँ। यसमा चाहिँ एउटा कटौरामा हामीले चिनी हाल्यौँ अनि चिनी हालिसकेपछि अब हालिदिन्छौँ तेल। यो चाहिँ मेरो चाहिँ जहिले नुहाउँछु, यस्तै गरेर नै नुहाउँछु मैले, किनकि यो चाहिँ रेसिपी हो एउटा। आफ्नो बाललाई हजुरलाई फेरि एउटा यो तेलको जुन तेल भए पनि हुन्छ, फेरि लगाउने तेल है टाउकोमा थोरै तेल चाहियो, लगाउने तेल। अनि त्यसमा चिनी हालिदिने अनि हजुरको टाउकोमा जति स्याम्पो लाग्छ त्यति हालिदिने। मलाई चाहिँ खासमा लाग्यो भनेको 2टा, तर मैले हालेको छु 3टा। अनि सबलाई हालिदिने, राम्रोसित मिक्स गरिदिने, पातलो हुँदैसम्म मिक्स गरिदिने के। अनि त्यसपछि नुहाउने बेला चाहिँ लगाइदिने। जहिले नुहाउनु चाहिँ युज गर्ने यसलाई। त्यसपछि हजुरको बाहिर टाइनेर अनि फेरि लम्बा हुन्छन् अनि फेरि सिल्की हुन्छन्। मैले चाहिँ जहिले नुहाउँछु, नुहाउँदाखेरि यो युज नगर्छु मलाई त नयाँ जस्तो लाग्दैन है। 1 वर्ष भयो मैले युज गर्न लाग्यो, जम्मा 2 दिन भयो। अब सबै स्याम्पूलाई हालिदिने बाद अब यसलाई राम्रोसित मिक्स गरिदिन्छौँ। अनि गाइस मैले धेरै लामो भिडियो बनाउन लाग्छु, त्यही भएर आउँछ यो अहिले थोरै हुन्छ अनि सेकेन्ड पार्टमा छ अरू भिडियो पनि आउँछन्, हेरिदिनु होला। धेरैजनाले सब्सक्राइब गर्नुभएको छैन, प्लिज मलाई कमेन्ट चाहिएको छ कि उठाएको भयो भने कमेन्ट चाहिएको छ, प्लिज कमेन्ट हालिदिनु होला नि। म चाहिँ फिल्टर लगाउन क्या आजकल धेरै जस्तो। अनि हजुरको मेहन्दी कलर हुँदा चाहिँ मिक्स